पहिला स्वागत छ। यस भिडियोमा हामी क्लास 10 को जुन एसी मा आएको थियो पर साल 2080 का क्वेशनहरु छन् कोशी प्रदेशमा सोधिएको छ। यो पार्ट 2 भिडियो। यस भिडियोमा हामी क्वेशन नम्बर 5 देखि क्वेशन नम्बर 8 सम्म गर्नेछौं। 4 वटा क्वेशन यस भिडियोमा हामी यो क्वेशनहरु सोल्भ गर्न गइरहेका छौं। यसमा पहिलो चाहिँ कोशी प्रदेशमा क्वेशन नम्बर 5 मा सोधिएको छ 2080 सालमा कोशी प्रदेशको हो। केओपी भन्नाले कोशी प्रदेश बुझ्नु होला यहाँ केओपी। अब कोशी प्रदेशको 5 नम्बरमा सोधिएको क्वेशन छ जुन एरिया एन्ड भोल्युम को च्याप्टरबाट सोधिएको छ। जुन एसी मा 3 वटा क्वेशन सोध्छ 5 6 7 गरी 3 वटा क्वेशन जुन सोध्छ त्यो एरिया एन्ड भोल्युम च्याप्टरबाट हुन्छ। जसको पहिलो क्वेशन नम्बर 5 कति मार्कको हुन्छ भने 4 मार्क्सको हुन्छ। क्वेशन नम्बर 5 मा के छ भन्दाखेरि एउटा वर्गाकार आधार भएको पिरामिडको आयतन 1728 घन सेन्टिमिटर र ठाडो उचाइ 9 सेन्टिमिटर छ। The volume of a square based pyramid is 1728 cubic meter and its vertical height is 9 centimeter. यसमा भनिएको छ भन्दाखेरि एउटा वर्गाकार आधार भएको पिरामिड हो जुन स्क्वायर बेस्ड पिरामिड हो जसको आयतन भन्दाखेरि भोल्युम उसको कति हो 1728 क्युबिक मिटर यो भोल्युम हो। त्यसको भर्टिकल ठाडो उचाइ भन्दाखेरि भर्टिकल हाइट 9 सेन्टिमिटर हो। अब यो एउटा स्टेटमेन्ट भन्दाखेरि यो क्वेशन नम्बर 5 मा यो क्वेशन दिएको छ। अब यसमा हामीले पत्ता लगाउनु पर्ने के हो त ए मा वर्गाकार आधार भएको पिरामिडको आयतन पत्ता लगाउने सूत्र लेख्नुस्। पहिला 1 मार्क्सको हुन्छ जसमा हामी क्वेशन नम्बर ए मा यो यसमा के फर्मुला लेख्नु पर्ने हो पिरामिडको जुन आधार के छ भन्दाखेरि वर्गाकार आधार भएको पिरामिडको आयतन पत्ता लगाउने सूत्र फर्मुला हो के छ भोल्युम पत्ता लगाउने फर्मुला हो हामीले पत्ता लगाउनु पर्ने हो। यो पहिला त यो सोलुसन गर्दा हामीले गिभन डाटा यहाँ दिएको छ। पहिला हामी गिभन डाटा के छ त्यो लेखिहालौं पछि हामी बी मा गएर सोलुसन गर्दा इजिली हुन्छ। बी मा के छ पहिला बुझ्यौ यहाँ उक्त पिरामिडको त्रिभुजाकार सतहको क्षेत्रफल पत्ता लगाउनु। अब त्रिभुजाकार सतहको क्षेत्रफल पत्ता लगाउनु पर्ने त्रिभुजाकार क्षेत्र कर्व सर्फेस एरिया भन्नाले बुझिन्छ त्यो पिरामिड कर्व सर्फेस एरिया अफ पिरामिड त्यो पत्ता लगाएको छौ। र सी मा के छ भन्दाखेरि उक्त पिरामिडको आधारको क्षेत्रफल र त्रिभुजाकार सतहको क्षेत्रफल तुलना गर्नुहोस्। अब त्यसको आधार भन्दाखेरि बेस एरिया अब त्यसको त्रिभुजाकार एरिया लेटर सर्फेस एरिया भन्छौं कर्व सर्फेस एरिया त्यसको बीचको कम्पेरिजन गर्नुपर्ने हो। त्यो x मार्क 1 मार्क्सको हुन्छ। अब हामीलाई सोलुसन गर्दा पहिला गिभन डाटाहरु के छ भन्दाखेरि गिभन भोल्युम अफ पिरामिड के छ 1728 क्युबिक सेन्टिमिटर हो। क्युबिक सेन्टिमिटर 1728 जुन स्क्वायर बेस्ड पिरामिड हो। अर्को भर्टिकल हाइट अफ पिरामिड भर्टिकल हाइट 9 सेन्टिमिटर हो। अब ए को सोलुसन गर्दा ए मा के छ भन्दाखेरि फर्मुला सोधिएको छ। फर्मुला के छ द भोल्युम अफ ए स्क्वायर बेस्ड पिरामिडको यो फर्मुला v = 1/3 a स्क्वायर h। a भन्ने a स्क्वायर भनेको यो बेस एरिया हो a स्क्वायर h भनेको यो बेस एरियाको स्क्वायर इन्टु h हो यो। अब यहाँ भइसक्यो। अब हामी के गर्छौं बी मा। अब बी मा के सोधिएको छ भने त्रिभुजका सतहको क्षेत्रफल पत्ता लगाउनु पर्ने हो। यो 2 मार्क्सको हुन्छ एसी मा। अब बी को सोलुसन गर्दा बी को पहिला के पत्ता लगाउनु पर्ने हो पहिला हामीले बेस लेन्थ। अब बेस लेन्थ कति होला त्यो पत्ता लगाइसकेपछि मात्र हामी लेटर सर्फेस एरिया पत्ता लगाउन सक्छौं। बेस लेन्थ र स्लाइन्ट हाइट पत्ता लगाइसकेपछि अब बेस लेन्थ कति हो बेस लेन्थ वाट अब त्यो पत्ता लगाउनु पर्ने त बेस लेन्थ र स्लाइन्ट हाइट हामीलाई थाहा दिएको छैन क्वेशनमा। अब हामी यो भोल्युमको जुन डाटा युज गरेर फर्मुला युज गरेर हामी पहिला त्यसको बेस पत्ता लगाउँछौं त्यसपछि हामी स्लाइन्ट हाइट पत्ता लगाउँछौं त्यसपछि हामी लेटर सर्फेस एरिया यसरी प्रोसेसमा गर्छौं। अब यसमा के छ वी नो दैट यो भोल्युमको फर्मुला हो v = 1/3 a स्क्वायर h। अब v को भ्यालु कति 1728 v को भोल्युम हो 1728 = 1/3 a स्क्वायर इन्टु h भनेको भर्टिकल हाइट 9 सेन्टिमिटर। अब यसमा गर्छौं हामी यो 3 लाई 9 मा डिभाइड गर्दा 3 हुन्छ। अब यहाँ 3 भइसक्यो a स्क्वायर इन्टु 3 भयो। अब यो 3 लाई फेरि यहाँ 1728 मा डिभाइड गर्दा कति हुन्छ भन्दाखेरि 576 = a स्क्वायर। अब हामीले यो स्क्वायर हटाउँदा यहाँ स्क्वायर रुट हुन्छ। अब के छ स्क्वायर रुट 576 = a a को भ्यालु आइसक्यो। अब a को भ्यालु कति हुन्छ भन्दाखेरि स्क्वायर रुट हामीलाई हटाउँदा त्यसलाई कति a को भ्यालु 24 सेन्टिमिटर। अब a = 24 सेन्टिमिटर यो बेस लेन्थ 24 सेन्टिमिटर आइसक्यो। अब अब हामी फेरि गर्छौं त्यसको अब स्लाइन्ट हाइट पत्ता लगाउँछौं त्यसपछि हामी मात्र लेटर सर्फेस एरिया पत्ता लगाउन सकिन्छ। अब स्लाइन्ट हाइटको लागि l = यो के छ भन्दाखेरि l = h स्क्वायर प्लस a/2। अब a/2 को होल स्क्वायर हो भन्दाखेरि a/2 यो बेस लेन्थ बटे 2 बेस लेन्थ जुन टोटलको हाफ हुन्छ भन्दाखेरि हाफ बेस लेन्थ जुन त्रिभुजाकार शेपका हुन्छ हाफ हुनु पर्यो त्यो पाइथागोरस थ्योरम अनुसार हामीलाई a/2 को होल स्क्वायर भइसक्यो। अब h को भ्यालु कति छ भन्दाखेरि h को भ्यालु 9 हो भर्टिकल हाइट 9 को स्क्वायर प्लस
अब a को भ्यालु 24 आएको थियो अघि त 24/2 को होल स्क्वायर भइसक्यो अब यसले 24/2 गर्दा 12 भयो अब 12 को होल स्क्वायर गर्दा 144 9 के स्क्वायर गर्दा 81 अब दुईटैलाई सम गर्दा 225 भयो अब स्क्वायर रुट 225 लाई गर्दा हामीलाई l को भ्यालु कति आइसक्यो लाइन हाइट 15 सेन्टिमिटर 15 सेन्टिमिटर अब अब यो आइसकेपछि हामीले के गर्नु पर्यो अब लेटरल सर्फेस एरिया अथवा कर्व सर्फेस एरिया भन्छौँ अथवा ट्रायंगुलर सर्फेस एरिया त्यो पत्ता लगाएको छौँ अब यसको लागि नाउ द एरिया अफ ट्रायंगुलर सर्फेस अफ द पिरामिड अब पिरामिडको ट्रायंगुलर सर्फेस एरिया पत्ता लगाउनको लागि एलएसए लेटरल सर्फेस एरिया यसलाई भन्छौँ एलएसए इक्वल टु 2l यो मेन फर्मुला भन्दाखेरि लेटरल सर्फेस एरियाको यो फर्मुला अब यसमा हामी 2 फर्मुला भएको 2 इन्टु a को भ्यालु 24 आएको थियो अघि 24 इन्टु फेरि l को भ्यालु 15 हो यहाँ 15 भइसक्यो अब यो तिनटैलाई मल्टिप्लाई गर्दा 720 720 स्क्वायर सेन्टिमिटर यसको लेटरल सर्फेस एरिया यानि कि ट्रायंगुलर सर्फेस एरिया यसको आइसक्यो पिरामिडको स्क्वायर बेस्ड पिरामिडको यो यतिसम्म गर्यो भने बी को यो यतिसम्म गर्यो भने बी को 2 मार्क्सको मिल्छ र अघि हामी फर्मुला ए मा लेखेको छौँ जुन 1 मार्क्सको मिल्छ अब हामी सी को गर्छौँ जुन त्यो 1 मार्क्सको हुन्छ यहाँ आउने गर्छ एसी मा अब द एरिया अफ स्क्वायर बेस अब के छ एरिया अफ स्क्वायर बेस सी मा के छ भने सोधिएको छ अब कम्पेरिजन गर्नु पर्यो हो न त बेस एरिया र अर्को के छ ट्रायंगुलर सर्फेस एरियाको हामीले कम्पेरिजन गर्नु पर्यो अब यसमा एरिया अफ बेसको भन्दाखेरि बेस एरियाको ए इक्वल टु ठुलो इक्वल टु ए स्क्वायर हुन्छ अब ए स्क्वायर भन्दाखेरि 24 को होल स्क्वायर गर्दा 576 576 स्क्वायर सेन्टिमिटर यसको बेस एरिया आइसक्यो ट्रायंगुलर पिरामिडको अब कम्पेयर द एरिया अफ बेस एन्ड द एरिया अफ द ट्रायंगुलर सर्फेस अफ द पिरामिड अब यो दुईटैको एरियालाई हामी कम्पेरिजन गर्छौँ रेसियो इक्वल टु फ्र्याक्टराइज भन्दाखेरि यो फ्र्याक्सन गर्छौँ हामीले तब गर्दा हामीले कति हुन्छ 576 इस टु 722 भइसक्यो अब यसमा हामी के गर्छौँ अब 576 बटे 720 गर्दा 4:5 भन्दाखेरि 4/5 अब 4/5 भन्दा 4:5 यहाँ आइसक्यो त्यसको के छ भन्दाखेरि 4:5 त्यसको कम्पेरिजन गर्दा त्यसको रेसियो आइसक्यो यतिको फरक छ भन्दाखेरि अब यतिसम्म भने गर्यो भने हामीले के 5 मार्क्स एसी मा के छ 4 मार्क्स मिल्छ जुन क्वेशन नम्बर 5 मा यस्तै खालको सोधिएको हुन्छ यही प्रोसेसमा यही मेथडमा तिमीहरूले सोल्भ गर्ने एसी मा आउने गर्छ अग्लो यसमा 2082 83 मा आउने गर्छ एसी मा त्यस्तै खालको सोल्भ गर्ने मेथडले अब हामी अर्को क्वेशन नम्बर 6 मा गर्छौं 6 मा के छ भन्दाखेरि एउटा के छ एउटा यो पनि एउटा सोलिड भन्दाखेरि सोलिड अब्जेक्ट हो यसमा के छ भन्दाखेरि यो एउटा सिलिन्डर हो अर्को यहाँ माथि कोन दिएको छ अब के छ स्क्वायर बेस सिलिन्डर र माथि यहाँ कोन दिएको छ अब टोटल हाइट अफ अब्जेक्टको भन्दाखेरि सोलिड प्लस सिलिन्डरको हाइट कति छ 26 मिटर सेन्टिमिटर र अर्को यहाँ हाइट अफ सिलिन्डर भन्दाखेरि यतिसम्मको हाइट कति 20 सेन्टिमिटर र अर्को डायमिटर अफ द यो सिलिन्डर भन्दाखेरि सिलिन्डर अथवा बेस लेन्थ भन्दाखेरि स्क्वायर सर्फेस यहाँ स्क्वायर बेसको कति 14 सेन्टिमिटर भन्दाखेरि 14 सेन्टिमिटर दिएको छ अब यो डाटाहरु दिएको छ यसमा हामी के यो क्वेशनमा पहिला पढ्छौं के छ चित्रमा दिएको बेलनामाथि सोली मिलेर बनेको धातुको वस्तु सजावटको लागि राखिएको छ यो एउटा भन्दाखेरि यो धातुको वस्तु हो मेटलको यो सजावटको लागि यहाँ राखिएको छ अब यसको हामी के पत्ता लगाउनु पर्ने हो ए मा दिएको यन्त्र भनेको वस्तुमा कतिवटा बाहिरी सतहको छन् भन्ने लेख्नुस् अब यसमा के कतिवटा बाहिरी सतह छ भने त्यो लेख्नुहोस् बाहिरी सतह भनेको कतिवटा छ त्यो लेख्नु पर्ने अर्को यसमा यो x मा 1 मार्क्सको मिल्छ भने 1 मार्क मिलिहाल्छ यतिसम्म लेखौ भने 1 हो र b मा के छ सोली भागको उचाइ पत्ता लाग्नुछ अब सोली भागको भने यो यतिसम्मको उचाइ कति हो त्यो पत्ता लाग्नु पर्ने सोलीको अब त्यसपछि हामीले यहाँ के गर्नु पर्यो यहाँ यदि 1 घन सेन्टिमिटर धातुको मूल्य रु 10 भए उक्त ठोस धातुको जम्मा मूल्य पत्ता लाग्नु छ अब यदि एउटा घन मिटरको मान यसको टोटल भोल्युम पत्ता लगाउँछौ जति आयो त्यति भन्दाखेरि त्यसमा 1 क्युबिक सेन्टिमिटरको 10 आयो भने टोटल कति आउँछ त्यो हामी पत्ता लगाउँछौ त्यति गरे हामीलाई 3 मार्क्सको मिल्छ 3 मार्कको मिल्छ अब पहिला हामी गिभन डाटाहरु यहाँ लेख्छौं गिभन डाटामा के छ सोलुसन गर्दा हाइट अफ सिलिन्डर टोटल हाइट भनेको त h1 मानेको छ टोटल हाइट हाइट अफ सिलिन्डर भनेको त हाइट अफ यो सिलिन्डर h1 त्यसलाई कति 20 सेन्टिमिटर र टोटल हाइट अफ सोलिड अब टोटल हाइट अफ सोलिड कति 26 मिटर भइसक्यो र को डायमिटर अफ द बेस अब यो बेसको डायमिटर 14 सेन्टिमिटर हो 14 सेन्टिमिटर अर्को रेडियस अफ बेस अब यसको हाफ हुन्छ जस्ट अपोजिट भन्दा त्यसको हाफ हुन्छ त्यसको डायमिटरको हाफ कति हुन्छ 7 सेन्टिमिटर त्यसको रेडियस आइसक्यो यसको यति देखि यति भागको रेडियस 7 सेन्टिमिटर अर्को अब ए मा के सोधिएको छ भने भाग कति भन्दाखेरि द हाउ मेनी एक्सटर्नल सर्फेस एरिया
देयर इन गिभन कम्बाइन्ड सोलिड। अब यो कम्बाइन्ड सोलिडमा कतिवटा एक्सटर्नल बाहिरी भन्दाखेरि इन्टर्नल र एक्सटर्नल। एक्सटर्नल भनेको बाहिरी, इन्टर्नल भनेको भित्री। त बाहिरी कतिवटा सर्फेस छ भन्दाखेरि त्यो लेख्नुपर्ने हो। देयर आर 3 एक्सटर्नल सर्फेस कम्बाइन्ड सोलिड। अब कम्बाइन्ड सोलिडमा देयर आर 3 भन्दाखेरि तीनवटा एक्सटर्नल बाहिरी सर्फेस छ भन्दाखेरि एउटा गोलो र यो माथिको र अर्को यहाँ के छ भन्दाखेरि तलको भन्दा यसरी गरी तीनवटा दिएको छ सर्फेस। अब हामी बी को गर्छौँ। बीमा के चाहिँ सोलीको भागको उचाइ पत्ता लाग्नु पर्ने हुन्छ। अब सोली भागको उचाइ कति हुन्छ? द बी भर्टिकल हाइट अफ अ सोलिड H2 इक्वल टु 26 टोटल हाइट अफ अ सोलिड माइनस हाइट अफ अ सिलिन्डर गर्दा 20 गर्दा 6 सेन्टिमिटर भर्टिकल हाइट आयो। यतिसम्म गरे हामीले 1 मार्क्स मिल्छ र अर्को 3 मार्क्स हो। जुन क्वेसन नम्बर भन्दाखेरि 6मा क्वेसन नम्बर 6मा 5 मार्क्सको क्वेसन सोध्छ, जसमा हामी 1 र बी 1 मार्क्स हुन्छ र अर्को सीमा 3 मार्क्सको हो। यसमा सोलुसन गर्दा के छ? भोल्युम अफ सोलिड अब्जेक्ट। पहिला हामी सोलिड अब्जेक्टको भोल्युम पत्ता लगाइसकेपछि पछि गएर हामी टोटल कस्ट पत्ता लगाउने, जुन प्रति घन सेन्टिमिटरको 10 रुपियाँ छ। अब यसको भोल्युम अफ सोलिड अब्जेक्टको के छ भने पाई आर स्क्वायर H1। अब यो के छ? पाई आर स्क्वायर H1 भनेको यो हाइट, यो भोल्युम अफ सिलिन्डरको हो। यति बुझ्नु, यो भोल्युम अफ सिलिन्डरको हो र प्लस 1/3 पाई आर स्क्वायर H2। अब H2 भनेको यो बुझ्नु होला, यो के छ भन्दाखेरि यो कोनको कोनिकल सर्फेस छ, माथिको कोनको सोलीको यो भोल्युमको यो फर्मुला हो र यो सिलिन्डरको भोल्युमको फर्मुला हो। अब यहाँ H2 भनेको त यहाँ हाले सोलीको भन्दाखेरि सोलीको यहाँ H2 छ हाइट। अर्को यहाँ अब हामी सोलुसन गर्दा पहिला के गर्छौँ? यहाँ फर्मुलाबाट हामीले के बाहिर निकाल्नुपर्छ? कमन लिएर पाई आर स्क्वायर। अब यसमा के छ भन्दाखेरि दुईटैमा पाई आर स्क्वायर कमन छ भन्दाखेरि पाई आर स्क्वायर हामी कमन बाहिर एकैछिन, अर्को बाँकी रह्यो भने के H1 एउटै हाइट 1 प्लस यहाँ 1/3 H2 भइसक्यो। अब यसलाई हामी पाई आर स्क्वायर, अब पाईको भ्यालु कति हुन्छ? 22/7 इन्टु आर भनेको रेडियस के 7 सेन्टिमिटर, टोटल डायमिटर के 40 सेन्टिमिटर थियो, त्यसको रेडियस 7 सेन्टिमिटर हुन्छ। अब यहाँ 7 को स्क्वायर भइसक्यो। अब H1, अब H1 भनेको हाइट अफ सिलिन्डर। अब H1 के चाहिँ यो सिलिन्डरको फर्मुलाको हो। हाइट अफ सिलिन्डर H1 20 सेन्टिमिटर हो। 20 प्लस फेरि यहाँ 1/3 फर्मुलामा हो। यहाँ H2 भनेको भर्खर पत्ता लगाएको छौँ हामी बीमा। H2 भनेको 6 सेन्टिमिटर हो, त्यहाँ 6 सेन्टिमिटर भइसक्यो। अब के गर्छौँ? यहाँ हामीले यो 3 ले 6 मा डिभाइड गर्दा कति हुन्छ? 2 हुन्छ। यहाँ 2 आइसक्यो र 2 × 1 गर्दा 2 हुन्छ, तर कति? यहाँ 20। अब 20 + 2 गर्दा कति हुन्छ भने 22 र यहाँ अब के बुझ्नु पर्यो? यहाँ 7 हो। अब 7 इन्टु अब 7 को स्क्वायर गर्दा 49 भयो। यहाँ अब 49 मा 7 ले डिभाइड गर्दा 7 हुन्छ, त्यस कारण यहाँ 7 आइसक्यो र यहाँ 22 आइसक्यो। यो दुईटालाई सम गर्दा अर्को यहाँ 20। अब 22 × 7 × 22 गर्दा कति हुन्छ? 3388 क्युबिक सेन्टिमिटर यसको आइसक्यो भोल्युम। टोटल भोल्युम अफ सोलिड अब्जेक्टको यहाँ यति आइसक्यो। अब हामी त्यसको कस्ट पत्ता लगाएको छौँ, कति कस्ट हो। एगेन द कस्ट अफ 1 क्युबिक सेन्टिमिटर मेटलको 1 क्युबिक सेन्टिमिटर मेटल कस्ट कति छ? रेट भन्दाखेरि 10% हो। परको रेट भन्दा 10% हो। अब टोटल कस्ट अफ मेटालिक सोलिड। अब यो मेटालिक सोलिडको टोटल कस्ट कति होला? टीसी भन्दाखेरि टोटल कस्ट कति होला? तपाईँ नाउ टीसी इक्वल टु भी इन्टु आर। भी भनेको टोटल भोल्युम अफ द सोलिड अब्जेक्ट हो, इन्टु आर भनेको रेट हो, पर क्युबिक सेन्टिमिटरको यो रेट हो। अब भोल्युम टोटल कति छ? 3388 हो। 3388 इन्टु रेट 10 हो, त्यो 10 भइसक्यो। अब यो दुटैले मल्टिप्लाई गर्दा कति आयो? यहाँ 33 भन्दाखेरि 33,880 यहाँ आइसक्यो। 33,880 रुपिस आउँछ यहाँ के टोटल कस्ट। यो यति मेटलको टोटल कस्ट पर्छ। अब यतिसम्म गऱ्यो हामीले। क्वेसन नम्बर 5 भइसक्यो अगाडि। यो क्वेसन नम्बर 6 हो। क्वेसन नम्बर 6 गरेपछि हामीलाई के 5 मार्क्स मिल्छ। एसीमा जुन यो कोशी प्रदेशमा जुन पर सालको 2080 सालमा कोशी प्रदेशमा क्वेसन सोधिएको थियो, यो क्वेसन नम्बर 6 मा जुन 5 मार्क्सको थियो। अब यो यतिसम्म भयो। अब अर्को भिडियो अब हामी के गर्छौँ? अब अर्को क्वेसन गर्छौँ, क्वेसन नम्बर 7। अब क्वेसन नम्बर 7 पनि यो पनि एरिया सम्बन्धी छ। एरिया एन्ड भोल्युमको जुन च्याप्टरको जुन टोटल च्याप्टर हो त्यही सम्बन्धीको यो पनि क्वेसन हो। 3वटा क्वेसन आउने गर्छ एरिया एन्ड भोल्युम च्याप्टरको सम्बन्धी 3वटा हो, जुन 7 नम्बरमा। अर्को हामी 8 नम्बरमा गर्छौँ, जुन हामीलाई अर्को च्याप्टरबाट आउने गर्छ, त्यो सिक्वेन्स एन्ड सिरिजबाट त्यो हुन्छ। अब यसलाई हामी गर्छौँ 7 को। अब 7 मा के छ? एउटा कोठाको लम्बाइ भन्दाखेरि यसमा के छ? क्वेसन नम्बर 7 हो। एउटा कोठाको लम्बाइ, चौडाइ र उचाइ क्रमशः 7 मिटर, 6 मिटर र 4 मिटर दिएको छ। अब उक्त कोठामा प्रत्येकको अब के छ? उक्त कोठामा प्रत्येकको 1.5 × 1 वर्गमिटर क्षेत्रफल भएको 2वटा झ्यालहरू र एउटा 1.5
वर्गमिटर क्षेत्रफल भएका ढोका छन्। अब यसमा के छ भन्दाखेरि द लेन्थ अफ ब्रेथ एन्ड हाइट अफ अ रुम आर 7 मिटर 6 मिटर 4 मिटर रेस्पेक्टिभली। क्रमशः यहाँ एउटा रुमको साइज यहाँ दिएको छ, जसको लम्बाइ चौडाइ उचाइ यहाँ दिएको छ रुमको। अर्को इन द्याट रुम, र त्यही रुममा देयर आर 2 विन्डोज। अब दुईवटा विन्डो छ भने दुईवटा ढोका छ, जसमा के छ त्यसको एरिया 1.5 इन्टु 1 को त्यो ढोका छ स्क्वायर मिटरको। अब इच प्रत्येकको भन्दा दुईवटा छ, प्रत्येकको यतिको एरिया छ। एन्ड अ डोर, एउटा डोर पनि छ ढोका, जसको एरिया 1.5 स्क्वायर मिटर यहाँ दिएको छ। अब एकमा हामीले के गर्नुपर्छ, अब क्वेसन नम्बर त्यसको 7 को एमा के पत्ता लगाउनु पर्ने हो, भित्ताहरू बाहेक उक्त कोठाको चारैतिरमा प्रति वर्ग मिटर रु 50 का दरले प्लस्तर गर्दा कति खर्च लाग्छ पत्ता लगाउनुहोस्। अब भित्ताहरू बाहेक, अब भित्ताहरू भनेको त्यो जुन भित्ताहरू भनेको त्यो वालहरू बाहेक। अब हाउ मच विल इट कस्ट अफ प्लास्टर अन द फोर वाल्स अफ द रुम एक्सक्लुडिङ विन्डो एन्ड डोर एट द रेट अफ आरएस 50 पर स्क्वायर मिटर फाइन्ड इट। अब त्यसमा भएको जुन के छ भन्दाखेरि इन्क्लुडिङ हुनु पर्यो। त एक्सक्लुडिङ भनेको जुन चारवटा भित्ता छ जसमा हामीले विन्डोज र डोर पनि त्यसमा फिट हुन्छ, त्यो बाहेक। अब त्यो बाहेक हामीले कति त्यो भन्दाखेरि त्यसको पैसा लाग्छ त्यति प्लस्तर गर्नको लागि हामीले त्यो बाहेक हामी त्यो के छ डिडक्सन गर्छौँ। हामी के एक्सक्लुडिङ गरेको छौँ, हामी के छ विन्डो र डोर हामी त्यो बाहेक हामी गर्छौँ। त्यसको एरिया कति आउँछ, पहिला हामी एरिया पत्ता लगाउँछौँ फोर वाल्सको एरिया, र त्यसमा हामी रेटले मल्टिप्लाई गर्छौँ, त्यही आउँछ त्यो भइहाल्यो। अर्को बीमा के उक्त कोठाको भुइँमा कार्पेट बिछाउँदा, अब त्यो भुइँमा बेसमा कार्पेट बिछाउँदा रु 900 खर्च लागेको छ भने 900 खर्च लागेको छ। अब टोटल त्यो खर्च त 900 लागेको छ, बेसमा बेस एरिया हो, र प्रति वर्ग मिटर कार्पेट बिछाउन ज्याला रु 25 तिर्न उपयुक्त हुन्छ, कारण दिनुहोस्। अब के हामीले 25 तिर्न उपयुक्त हुन्छ त पहिला के हामी एरिया पत्ता लगाएको छौँ, जुन बेस एरिया तलको मुनिको एरिया पत्ता लगाइसकेपछि हामीले यो एरियामा हामी डिभाइड गर्छौँ, त्यो कति आउँछ र यो हामी 25 तिर्न सकिन्छौँ कि सक्दैन, यसभन्दा बढी तिर्छौँ त हामीले के नाफा यसभन्दा बढी तिर्न सकिन्छ अथवा कम तिर्न सकिन्छ, त्यो कारण दिनुहोस् किन तिर्ने। अब इन व्हिच के छ भन्दाखेरि यसमा के पहिला हामी बुझ्नु, यहाँ वेन कार्पेट इज लेड अन द फ्लोर अफ द रुम आरएस 900 हैज बिन स्पेन्ड डज द वेज अफ आरएस 25 पर स्क्वायर मिटर अफ द कार्पेट इज सुटेबल गिभन रिजन। यो दिनुहोस्, यो दुई मार्क्सको हुन्छ क्वेसन। यो क्वेसन नम्बर 7 को दुईवटा क्वेसन हुन्छ, सब क्वेसन 2 मार्क्सको। अब यसलाई हामी सोल्युसन गर्दा क्वेसन नम्बर पहिला के गर्छौँ, हामी यो डाटाहरू लेख्छौँ यहाँ सोल्युसन गर्दा। पहिला लेन्थ कति छ, रुमको लेन्थ 7 मिटर, अर्को ब्रेथ 6 मिटर, अर्को हाइट यहाँ चिज इक्वल टु 4 सेन्टिमिटर। अब यति त भयो त 4 सेन्टिमिटर, जहाँ 4 मिटर हो यहाँ 6 मिटरमा दिएको छ। अब एरिया अफ 2 विन्डोज, अब दुईवटा विन्डोजको एरिया कति हुन्छ त 2 इन्टु 1.5 इन्टु 1 हो, यहाँ डाटा दिएको छ माथि, इक्वल टु 3 स्क्वायर मिटर यहाँ भइसक्यो। एरिया अफ विन्डो जुन झ्यालको एरिया यति हो, दुईवटा झ्यालको एरिया 3 स्क्वायर मिटर हो। अर्को एरिया अफ डोर, एउटा डोरको एरिया कति हुन्छ 1.5 स्क्वायर मिटर हो यहाँ विन्डो डेट। अब हामी एकमा के पत्ता लगाउनु पर्ने हो, एरिया अफ फोर वाल इन्क्लुड विन्डो अर डोर। अब विन्डो र डोर युज गरेर हामी त्यसको एरिया कति हुन्छ त्यो पत्ता लगाएको छौँ। जुन A1 भन्दाखेरि A1 इक्वल टु 2HL प्लस बी, यो फर्मुला भयो। यो फर्मुला अनुसार हामी सोल्युसन गर्छौँ 2HL प्लस बी। अब 2 इन्टु एच भनेको 4 हो, यहाँ 4 मिटरको हाइट हो रुमको, 4 इन्टु 7 प्लस 6, लेन्थ भनेको 7, अर्को ब्रेथ भनेको 6 हो, यही हो। अब यसलाई हामी 7 प्लस 6 गर्दा कति 13 हुन्छ। 13 इन्टु 4 इन्टु 2 गर्दा कति आयो 104 स्क्वायर मिटर। त्यसको एरिया अफ फोर वाल इन्क्लुडिङ हामी के छ यसमा इन्क्लुड गरेको छौँ, जुन विन्डो अर डोर इन्क्लुड गरेर त्यसको एरिया टोटल एरिया यति आइसक्यो, 4 भित्ताको क्षेत्रफल आइसक्यो। अब नाउ अब हामी के भनेको छ, नाउ एरिया अफ फोर वाल, अब एरिया अफ फोर वाल इन्क्लुड विन्डो एन्ड डोर। अब यसमा के इन्क्लुड भएको थियो त एरिया अफ फोर वाल, त एक्सक्लुड गर्छौँ हामी, यसमा त इन्क्लुड भएको छ, र हामीले त पत्ता लगाउनु पर्ने एक्सक्लुडवाला हामी पत्ता लगाउनु पर्ने हो, किनभने हामीले पेन्ट प्लस्तर गर्नुपर्ने त, त्यो हामी झ्याल ढोका भएको ठाउँमा हामी प्लस्तर गर्न सकिँदैन, किन त्यो ओपनिङ एरिया हो। त्यस कारणले यहाँ हामी त्यो एक्सक्लुड गरेर हामी त्यो डिडक्सन गर्छौँ। एरिया अफ फोर वाल एक्सक्लुड विन्डो एन्ड डोर A2। अब यसलाई हामी A2 मानेको छौँ, र अर्को रियल एरिया भनेको यो पुरै एरिया इन्क्लुडवाला A1, र अर्को यहाँ
एक्सक्लुड वाला A2 मानेको छैन A2 इक्वल टु एरिया A1 भनेको यो A1 भनेको टोटल एरिया हो इन्क्लुड विन्डो एन्ड डोर वाला हो A1 माइनस एरिया अफ विन्डो माइनस एरिया अफ डोर गर्छौँ अब एरिया A1 को भ्यालु कति हो 104 स्क्वायर मिटर अर्को एरिया अफ विन्डो को दुईवटा विन्डो को एरिया कति छ 3 स्क्वायर मिटर अर्को एरिया अफ डोर को 1.5 स्क्वायर मिटर अब यो सबै गर्दा हामीलाई 99.5 स्क्वायर मिटर यसको आइसक्यो एक्सक्लुड विन्डो एन्ड डोर अफ एरिया अफ वालको आइसक्यो एक्सक्लुड डोर र झ्याल ढोका बाहेक त्यसको चार भित्ताको क्षेत्रफल 99.5 भन्दाखेरि स्क्वायर मिटर आइसक्यो अब रेट अफ प्लस्तरको रेट कति छ भन्दाखेरि 50 अब यसमा 50 पर मिटर स्क्वायर भन्दाखेरि 50 पर मिटर स्क्वायर अब टोटल कस्ट अफ प्लस्टर टिसी इक्वल टु A2 इन्टु आर A2 भनेको त यो हो A2 अब A2 भनेको 99.5 इन्टु आर भनेको रेट 5 हो 50 हो त 50 ले मल्टिप्लाई गर्दा के 4975 4975 रुपैयाँ आउँछ त्यो प्लस्टर गर्नको लागि त्यो रुमको अब हामी बीमा के छ बीमा फ्लोर एरिया अफ अ रुम अर कार्पेट अब त्यो भन्दाखेरि कार्पेट एरिया भनौँ अथवा त्यो फ्लोर एरिया भनौँ त्यो रुमको एउटा तलको जुन एरिया बेस एरिया अथवा भनौँ कार्पेट एरिया रुम एरिया सबै त्यही हो यसको एरिया कति हुन्छ एल इन्टु बी त्यो फर्मुला हो अब एलको भ्यालु 7 र बी भनेको ब्रेथ 6 हो 7 इन्टु 6 गर्दा 42 स्क्वायर मिटर भइसक्यो यहाँ 42 स्क्वायर सेन्टिमिटर अब हामीले नाउ टोटल कस्ट अफ कार्पेट लेट अब हामी कार्पेट बिछाउनको लागि टोटल कस्ट कति लागेको थियो 900 अब 900 भन्दाखेरि अब पर स्क्वायर मिटर अब पर एउटा एक स्क्वायर मिटरमा त्यो कति कस्ट हुन्छ भने त्यो पत्ता लगाउनको लागि पर स्क्वायर मिटर अफ कार्पेटको लागि टिसी अब टोटल कस्ट बटे एरिया भन्दाखेरि एरिया हो बेस एरिया कार्पेट एरिया गर्दा 900 बटे 42 गर्दा आरएस 21.42 अब 21.42 हामी यो रेटले हामी पे गर्छौँ भने वेजलाई हामी खमदारले पे गर्छौँ भने हामीले सजिलो हुन्छ त्यो सकिन्छ अब सो कस्ट अफ पर मिटर स्क्वायर कार्पेट लेट वेज विच इज मेन्टेनेड आरएस 25 इज नट सुटेबल अब हामीले के यो 25 प्रति स्क्वायर मिटरको हामी त्यो सुटेबल छैन किनभने त यो धेरै भइसक्यो हामीले घट्ट लाग्छ महँगो हुन्छ त्यसकारण हामी 21 हामीलाई सुटेबल हुन्छ 25 हामीलाई सुटेबल हुँदैन किनकि यो महँगो भइहाल्यो त्यो हामी पत्ता लगाएन भने यति हामीले तिर्यो भने हामीलाई महँगो पर्छ अब यतिसम्म गऱ्यो हामीले 7 सम्म गऱ्यो यो कति 4 मार्क्सको क्वेसन थियो अब हामी 8 मा गर्छौँ 8 जुन सिक्वेन्स एन्ड सिरिजको हुन्छ यसमा के छ भन्दा यो फर्स्ट मिनिङ भन्दै यो सिक्वेन्स एन्ड सिरिजबाट दिएको छ यो क्वेसन अब यसमा के छ भन्दा कति मार्क्सको क्वेसन हुन्छ टोटल 5 मार्क्सको क्वेसन हुन्छ एबिसी गरी सब क्वेसन हो र मेन क्वेसनमा दिएको छ अब यो भिडियोको अन्त्यसम्म आइसक्यो यो भिडियोको पार्ट 2 भिडियो र यो भिडियोमा 4 वटा क्वेसन थियो 5 6 7 8 8 को यो अन्त्य भिडियो हो अन्तिम क्वेसन हो यसमा हामी पढ्छौँ 8 मा के छ अरुण उपत्यका क्षेत्रमा 650 भन्दा बढी प्रजातिका चराहरू पाइन्छ अब के छ अरुण उपत्यका भन्दाकै अरुण भ्याली हो त्यसमा के छ 650 भन्दा बढी प्रजातिको चराहरू पाइन्छ मानौ ती मध्ये कुनै 10 प्रजातिको चराहरू जम्मा संख्या कति छ भने 2,04,600 अब 2,04,600 भनेको 10 प्रजातिको अब 650 प्रजाति हो जसमा 10 प्रजातिको टोटल संख्या कतिजना हो 2,04,600 रहेछ जहाँ एउटा मात्र अति प्रजाति चराहरूको संख्या दोबर छ अब यसमा के छ एउटा मात्र यति बढी दोबर भएको छ भने मोर यसमा इंग्लिशमा के छ क्वेशन मोर देन 650 स्पेसिस अफ द बर्ड आर फाउन्ड इन अरुण भ्याली लेट among them the total number of birds of 10 species is 2,04,600 where one species is double of the former species यो दिएको छ अब यसमा के छ बीमा र सी र डी मा के छ भने बीमा के सोधिएको छ माथिको सन्दर्भ कुन अनुक्रम आधारित लेखिएको छ भनेर गरिएको छ देख्नुहोस् अब टु व्हिच सिक्वेन्स अफ गिवन कन्टेक्स्ट इज रिलेटेड विथ राइटर अब यो कुन सिक्वेन्समा छ भन्दाखेरि यो ज्योमेट्रिकल छ कि अर्थमेटिकल छ त्यो कुन सिक्वेन्समा छ त्यो हामीलाई लेख्नुपर्ने हो अब यसमा यो लेखे बापत हामीलाई 1 मार्क्स मिल्छ भन्दाखेरि 1 मार्क मिल्छ हामीलाई एसीमा अर्को बीमा सर्वाधिक कम पहिलो प्रजातिको चराहरूको संख्या पत्ता लाग्नु सबैभन्दा कम प्रजातिको चराहरू कुन हो त्यो पत्ता लाग्नु पर्यो कति संख्या त्यो पत्ता लाग्नु पर्यो अर्को सीमा चौथो प्रजातिका चराहरूको संख्या दोस्रो प्रजातिको चराहरूको संख्या कति गुना हुन्छ अब त्यसको चौथो र दोस्रो कति गुना
हुन्छ त्यो प्रजातिको संख्या पत्ता लगाउनुहोस्, गणना गर्नुहोस्, क्याल्कुलेसन। अब हामीले सोल्युसन गर्दा एमा के छ भन्दाखेरि एमा के सोधिएको छ माथिको सन्दर्भमा कुन अनुक्रममा भन्दाखेरि कुन सिक्वेन्समा दिएको छ भन्दाखेरि यसमा छ के सोल्युसन गर्दा इट इज ए ज्योमेट्रियल सिक्वेन्स के छ यो ज्योमेट्रियल सिक्वेन्स हो यो ज्योमेट्रियल सिक्वेन्स छ यो अर्थमेटिक सिक्वेन्स हैन ज्योमेट्रिकल सिक्वेन्समा छ। अर्को बीमा हामीले सर्वाधिक प्रजातिको कुन छ भने त्यो पत्ता लगाउनको लागि हामी पहिला गिभन डाटा यहाँ दिएको छ बीमा गिभन डाटा टोटल नम्बर्स अफ वर्ड। अब यसलाई हामी पहिला के छ यो टोटल त 5 मार्क्सको थियो अब बीमा 2 मार्क्सको हुन्छ 2 मार्क्समा पहिला गिभन डाटा के छ टोटल नम्बर्स अफ वर्ड त 2,04,600 हो। नम्बर्स अफ स्पेसिस भन्दा कि नम्बर्स अफ संख्या प्रजाति कति हो 10 प्रजातिको हो। कमन रेसियो भन्दा कि कमन रेसियो 2 हुन्छ भने कि अत्याधिक 2 भन्दा 2 कमन रेसियो 2 हुन्छ। द नम्बर्स अफ बर्ड्स 2 कसरी आयो भने यहाँ बुझ्नु होला यहाँ के छ भन्दाखेरि यहाँ प्रजाति सर्वाधिक कम पहिलो प्रजाति चराहरूको संख्या पत्ता लगाउनुहोस् र 10% प्रजातिको चराहरूको जम्मा संख्या 2,04,600 रहेको छ। एउटा मात्र ती प्रजातिको चराहरूको संख्या दोबर भनेको त यो रेसियो हो दोबर भनेको चाहिँ यहाँ भनिएको छ यहाँ डबल अफ द फर्मर स्पेसिस अरु भन्दा त डबल छ त्यसकारण यहाँ रेसियो भन्दा कि त डबल 2 आयो कमन रेसियो 2 हो। द नम्बर्स अफ बर्ड अफ मिनिमम फर्स्ट स्पेसिस इक्वल टु अब फर्स्ट भन्दाखेरि पहिलो प्रजातिको भन्दाखेरि कतिजना हो पहिलो प्रजाति त्यो दिएको छैन यो हामी पत्ता लगाएको छ पहिलो प्रजाति कतिजना हो त वी नो डाटा। अब हामी यो फर्मुला युज गर्छौँ एसएन हामी एसएन इक्वल टु ए इन्टु आर को पावर एन माइनस 1 बटे आर माइनस 1 आर भनेको कमन रेसियो एन भनेको नम्बर्स अफ स्पेसिस भन्नु नम्बर्स अफ यो टर्म्स बुझ्यौँ हामी सिक्वेन्स एन्ड सिरिजमा। अर्को ए भनेको फर्स्ट टर्म अथवा फर्स्ट त्यो हुन्छ नि त फर्स्ट यसमा के दिएको छ नम्बर्स अफ बर्ड मिनिमम फर्स्ट कम्तीमा फर्स्टमा के कतिवटा संख्या छ प्रजाति छ त्यो लेख्नु पर्ने। अब यसलाई सोल्युसन गर्दा हामीले 2,04,600 एसएन को भ्यालु छ टोटल त यति हो। अब 2,04,600 इक्वल टु ए को भ्यालु हामीले पत्ता लगाउनु पर्ने ए इन्टु 2 आर भनेको कमन रेसियो 2 र एन को भ्यालु 10 हो नम्बर्स हो 10 हो 10 माइनस यहाँ 1 भइसक्यो फर्मुलामा को 1 हो र बटे यहाँ फेरि आर माइनस 2 माइनस 1 भइसक्यो। अब यसरी गर्दा यहाँ 2 माइनस 1 गर्दा 1 भइहाल्यो र यहाँ 10 को 2 को पावर 10 गर्दा कति हुन्छ भन्दाखेरि 1024 अब 1024 भइसक्यो। यसमा हामी माइनस 1 गर्दा कति हुन्छ 1023 ए भइसक्यो। यहाँ 1 फेरि डिभाइड गर्छौँ भने केही हुँदैन भने 1 डिभाइड गर्दा त्यही हुन्छ त्यसकारण यहाँ 1023 ए यहाँ आइसक्यो। अब यसमा 2,04,600 मा हामीले के 2,04,600 हुन्छ त्यसमा हामीले 2,04,600 मा हामीले के डिभाइड गर्छौँ भने 1023 ले। अब यसमा हामी 1023 ले डिभाइड गर्छौँ यहाँ के छ भन्दाखेरि यो यसमा एउटा जिरो हुँदैन यसमा बुझ्नु होला यसमा एउटा जिरो बढी थपेको छ यहाँ हुँदैन। अब त्यही हो यसमा सोल्युसन गर्दा हामीले कति आइसक्यो भन्दाखेरि सोल्युसन गर्दा यो 200 अब ए इक्वल टु 200 भने द नम्बर्स अफ बर्ड अफ मिनिमम फर्स्ट स्पेसिस 200 भने 200 यहाँ आइसक्यो ए को भ्यालु यहाँ 200 2,04,600 मा केले 1023 ले डिभाइड गर्दा 200 हुन्छ यति यहाँ आइसक्यो। अब सी मा के छ यो सी मा पनि 2 मार्क्स हुन्छ र बी पनि 2 मार्क्स थियो। अब ए 1 मार्क्स थियो जुन टोटल 5 मार्क्स हुन्छ। अब सी मा के छ द नम्बर्स अफ फोर्थ स्पेसिस अफ बर्ड अब चौथो टर्म्समा के छ भन्दाखेरि कति संख्या हो त्यो चौथो भन्दाखेरि त्यो चौथो टर्म अथवा चौथो प्रजातिको संख्या कतिजना हो त्यो पत्ता लगाउनु पर्ने हो। चौथो प्रजातिको चराहरूको संख्या कति हो त्यसको लागि T4 इक्वल टु ए इन्टु आर को पावर 3 ए इन्टु आर को पावर 3 यहाँ भइसक्यो इन्टु आर को पावर 3 यो फर्मुला हो। अब T4 भन्दाखेरि T4 कति छ 200 अब T4 त हामीले 200 आइसक्यो यसमा त पहिला हामी सोल्युसन गरेको छौँ T4 भने 200 इन्टु यो T4 हामीले 200 छैन भने T4 पत्ता लाग्नु पर्ने हो। ए भनेको 200 यसभन्दा पहिला हामी 200 पत्ता लागेको थियो जुन फर्स्ट टर्म भन्दाखेरि पहिलो प्रजातिको संख्या 200 थियो 200 इन्टु आर भनेको 2 हो 2 रेसियो कमन रेसियो 2 र पावर 3 भइसक्यो। यहाँ अब 200 इन्टु यहाँ 200 इन्टु के गर्छौँ भन्दाखेरि 8 अब 200 इन्टु 8 गर्दा कति हुन्छ भन्दाखेरि 1600 भन्दाखेरि 1600 यहाँ टर्म चौथो प्रजातिको संख्या यति आइसक्यो 1600। अब अगेन हामी फेरि गर्छौँ यहाँ द नम्बर्स अफ फोर्थ स्पेसिस अफ द बर्ड अब यहाँ के छ नम्बर्स अफ फोर्थ अब यसमा हामी के गर्नु पर्यो यहाँ नम्बर्स अफ 2 गर्दा यहाँ के हुन्छ भन्दाखेरि नम्बर्स अफ 2 गर्नु पर्यो यहाँ 2 हुन्छ यहाँ फोर्थ हुँदैन यहाँ 2 हुन्छ
2 हुन्छ नम्बर्स अफ 2 स्पेसिस अफ द बर्ड। अब दुईटा टर्म्स भने दुई टर्म्स दोस्रोमा पढ्ने प्रजातिको सङ्ख्या कतिजना हो त्यो पत्ता लगाउनको लागि यसको फर्मुला हो एआर। अब यो एआर फर्मुला हो। अब यसलाई सोल्युसन गर्दा एआर अब ए भएको भने 200 हो, ए को भ्यालु 200 पहिलो टर्म्स इन्टु रेट कमन रेसियो 2 हो। दुईटालाई मल्टिप्लाई गर्दा कति हुन्छ भने 400 यहाँ 400 आइसक्यो। अब दोस्रोमा 400 र पहिलोमा भन्दाखेरि दोस्रोमा 400 र चौथोमा 1600 यहाँ बढेर गएको छ। अब सो हो यसमा के हुन्छ अब सो 16 भन्दाखेरि यो 1600 अथवा 1600 बट्यो 400 यहाँ भइसक्यो गर्दा 4 टाइम्स। अब के छ भन्दाखेरि 4 टाइम्स इज द नम्बर्स अफ फोर्थ स्पेसिस अफ द बर्ड देन द सेकेन्ड स्पेसिस। अब के छ भन्दाखेरि टर्म्स 2 भन्दाखेरि सेकेन्ड दोस्रो प्रजाति भन्दा चौथो प्रजाति भन्दाखेरि त्यो 4 गुणाले बढी छ भन्दाखेरि 4 गुणाले बढी छ दोस्रो प्रजाति भन्दा चौथो प्रजाति 4 गुणाले बढी छ। यहाँ यसरी बुझ्यो हामी कम्पेरिजन गर्यो यो 4 टाइम्स भयो 1:2 भन्दाखेरि यसमा के छ 4:1 को रेसियो यहाँ भइहाल्यो। यति हो यही सोल्युसन गर्दा। अब यो भिडियो त अन्त्यसम्म भइसक्यो, यो भिडियो यहीसम्म समाप्त भइसक्यो र यो टोटल भन्दाखेरि यतिसम्म गऱ्यो क्वेसन नम्बर 5 देखि 8 सम्म आज हामी गऱ्यो। यसको लागि हामी पीडीएफ नोट तिमीहरूलाई चाहियो भने यो भिडियोको डिस्क्रिप्सनमा हामी पीडीएफ नोट भनेर लिंक दिइहाल्छौँ, तिमीहरू त्यहाँ गएर फेरि यहाँ पढ्नु होला र होमवर्क बनाइहाल्नु होला, कपीमा लेखिहाल्नु होला। अब यो यतिसम्म भिडियो राम्रो लाग्यो भने यो च्यानललाई सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला, यो भिडियो कस्तो लाग्यो भने कमेन्ट गर्नु होला र यदि नयाँ हुनुहुन्छ भने अनिवार्य सब्स्क्राइब गर्नु होला। यस्तै खालका हामी भिडियोहरू बनाउँछौँ। यो 2080 सालको सबै प्रदेशको हामी क्वेसनहरू सोल्भ गर्छौँ र 81 को पनि सोल्भ गर्छौँ र अर्को 83 मा आउने एसीको मोडल क्वेसनहरू पनि सोल्भ गर्छौँ। सबै हामी गर्छौँ, यो च्यानलमा भिडियो हाल्छौँ। त्यो यो च्यानललाई तिमीहरूले सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला र शेयर पनि गर्नु होला र यो भिडियो यहीसम्म थियो। अन्त्य। धन्यवाद।